हामी यस्तो ठाउँमा पनि हिँड्दैछौँ है गाइस। हामी टुरमा हो। अचम्मै लाग्छ, खच्चड हिँड्ने ठाउँमा बाइक हिँडिरहनु भएको छ अहिले। जङ्गल यस्तो बाटो छ। हामी एक घरको परिवार दुईवटा बाइकमा हिँड्दैछौँ। यहाँ बाटो छ यस्तो, न गाडी हिँड्नेछ न मान्छे हिँड्ने बाटोमा हामी हिँडिरहेको छौँ। यो चाहिँ सङ्खुवासभा जिल्लाको दुर्गम क्षेत्र हो। दुर्गम नै हो यो। सिलिचोङ गाउँपालिका हामी जाँदैछौँ। यस्तो भिड छ तल। हामी ऊ तलबाट आएको यता उकालो। हामी सिलिचोङ गाउँपालिकाको ताम्लुङ भन्ने ठाउँमा हामी जाँदैछौँ। म त ठिकै हो, तर बाइक कुदाउने मान्छेहरू चाहिँ तगडा हुनुहुन्छ यहीँको। अब यताति कुदाइरहनु भएकोले कुदाउनुहुन्छ। हामी चाहिँ ल हामी अब तल दुङमादेखि उकालो लागेर हामी अब छुदाक भन्ने ठाउँमा आइपुग्नु लाग्यौँ। पारीको मङ्तेवा, यताको मङ्ते ताम्कु। ताम्कुको यतापट्टि हामी हिँड्दैछौँ। एकदम अप्ठ्यारो बाटो छ, भिडियो गर्न नि समस्या छ। त्यही पनि म जबरजस्ती भिडियो गर्दैछु। बाइक चलाउने हेलो जय हुनुहुन्छ। रमाइलो जङ्गल। बाइक चलाउने जय र भतिजलाई चाहिँ मान्नुपर्छ यार। यस्तो बाटोमा कसरी चलाएको तलबाट आएको हामी गाइस। यस्तो भिड परा भिरै हो, यो भिरै हो साँच्चै भनौँ भने। लडेर तल पुग्छ। ल रुद्राक्षको बोटै है गाइस, रुद्राक्ष यसलाई भन्छ। मैले अप्ठ्यारो भयो है बन्द गर्दै।